नमस्कार साथीहरू, हामीसँग हुनुहुन्छ अहिले यहाँ साथै के अरे तपाईको नाम? नाम नचलेको प्यार फिल्मको डाइरेक्टर हो के म। ए मेरो हल्का रजनीको जस्तो भुली मानिन्छ के एक मिनेटमा। फेरि भाइ फेरि ल अब हामी बिच हुनुहुन्छ प्यार फिल्मको नचलेको डाइरेक्टर रजनी हमाल। कहाँ म हिन्दी फिल्मको गजनी हो त नि, म त नेपाली प्यार फिल्मको डाइरेक्टर राउडी गौडेल पो हो त। पत्रकार रजनी साहबज्यू नरिसाउनुहोस् न, मेरो हल्का भुली मानिसके, म मान्छु। खिचे भाइ खिच, राम्रोसँग खिच। हामीसँग हुनुहुन्छ नचलेको प्यार फिल्मको डाइरेक्टर राउडी गौडेलज्यू। स्वागत छ तपाईलाई। राउडीजी, तपाईलाई पहिलो प्रश्न, आज किन यति जाडो? यो कस्तो तपाईले बताउनै पर्छ आज किन यस्तो जाडो। मैले होइन, तपाईले बताउनु पर्छ आज किन यस्तो जाडो। यस्तो होइन के रजनी, जाडो किन भयो भन्ने थाहा नभए घाम कहाँ गयो? अहिले भन्नुहोस्, भर्खरै भन्नुहोस्, किन चुप तपाईँ? अरे बाबा, भनेपछि तपाईँको बुवाले यस्तो जाडो गराउँदै हुनुहुन्छ? यस्तो होइन, मेरो हजुरबुवाले फ्रिजमा दुध राखेको थिए, त्यो दुध त्यहीँ जमेछ। अनि घामलाई समातेर त्यो दुध पगाल्नलाई फ्रिजमा हालेर राखेको छन्, त्यही भएर यस्तो भयो। अब के गर्ने त मैले? त्यसो भए फ्रिज खोल्न पर्यो नि त सर। मेरो हजुरबाउको जनाइमा चापी हुन्थ्यो, अब चापी खोज्नु माथि जानुहोस्। हिँड्नुहोस् त्यसो भए, माथि जाउँ दुईजनै। प्यार फिल्म नचलेर यहाँ प्रचार गर्न आएको, यस्तो तनाव भयो। बस तेरो पत्रकारमा तै। को भाइ त्यो के कामको लागि आएको? सर प्रचारको लिए आएको इन्टरभ्यूमा। नदी गयो त्यो नाम नचलेको प्यार फिल्म वाला आएन? त्यही त हो नि सर, भरे आएको। बर्बाद भयो त्यसो त।